हेलो नमस्कार एभ्रिवान। आज पनि नेपाली शेयर बजार सम्बन्धी एउटा जानकारीमूलक भिडियो लिएर आएको छु। ओमेगा श्री फार्मास्युटिकल्सले यही फागुन 27 गतेदेखि चैत्र 3 गतेसम्मका लागि 14,76,000 युनिट किता शेयर प्रति किता रु 100 का दरले सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो। उक्त किता 1,47,600 जनालाई 10 किताका दरले पर्नेछ। यसको वितरण चैत्र 12 गते मंगलबार हुने भएको छ। 19,88,836 जनाले आवेदन दिएका थिए भने 18,41,236 जनाको आवेदन रद्द हुनेछ र 1,47,600 जनाले चाहिँ यो आइपीओ प्राप्त गर्नुहुनेछ। यो कम्पनीको ईपीएस चाहिँ 3 रुपैयाँ 3 पैसा रहेको छ भने यो कम्पनीको नेटवर्थ पर शेयर 90 रुपैयाँ 17 पैसा रहेको छ। यसको इस्यु म्यानेजरमा चाहिँ प्रभु क्यापिटल रहेको छ भने यसको वितरण चैत्र 12 गते मंगलबारका दिन हुनेछ। र यो आइपीओ कसरी हेर्ने अथवा यो आइपीओ परे कि परेन कसरी चेक गर्ने भन्ने बारेमा चाहिँ मैले एउटा छुट्टै भिडियो बनाइसकेको छु। तल तपाईहरुले यो भिडियोको लिंकमा गएर त्यहाँबाट चेक गर्न सक्नुहुनेछ। त्यहाँ मैले आइपीओ अथवा एफपीओ को रिजल्ट कसरी हेर्ने भन्ने बारेमा मैले एउटा भिडियो बनाएको छु। त्यहाँबाट तपाईहरुले यसको थप जानकारी लिन सक्नुहुनेछ। धन्यवाद।